नमस्कार साथीहरू, आज मैले नासा एक्स एपमा अथवा नासा सिक्युरिटिजमा कुनै पनि प्रब्लमहरू आइपर्यो भने त्यसलाई चाँडै सल्भ गर्नको निमित्त नासा सिक्युरिटिजमा फोन गर्ने सही तरिका सिकाउन गइरहेको छु। सर्वप्रथम हजुरहरूले 01-5970-084 मा कल गर्नुहोस्। त्यसपछि नासा सिक्युरिटीबाट हजुरहरूलाई यस प्रकारको अटोमेटेड रेस्पोन्स आउनेछ। वेलकम टू नासा सिक्युरिटीज। कृपया नेपालीको लागि 1 थिच्नुहोस्। प्लिज डायल 2 फर। कृपया नयाँ टीएमएस नासा एक्स सम्बन्धी जानकारीको लागि 1, केवाईसी सम्बन्धी जानकारीको लागि 2, भुक्तानीको लागि 3, इडिआइएस तथा शेयर ट्रान्सफरको लागि 4, डिम्याट खाता सम्बन्धी जानकारीको लागि 5 वा अपरेटर सहायताको लागि 0 डायल गर्नुहोस्। धन्यवाद। मलाई चाहिँ नेपालीमै बोल्न कुराकानी गर्न सजिलो लाग्छ, त्यसैले मैले यो एक्जाम्पलको केसमा चाहिँ 1 डायल गरेको थिएँ। 1 डायल गरिसकेपछि मेरो काम भनेको चाहिँ केवाईसी सम्बन्धित थियो, केवाईसी अपडेट गर्नुपर्ने थियो, त्यसैले मैले यता 2 डायल गरेँ। 2-3 मिनट पछि मात्रै उताबाट मेरो फोनको रेस्पोन्स आयो। त्योभन्दा अगाडि अनगोइङ कलमा नै यसरी डायल टोन बज्दै थियो 2-3 मिनटसम्म। यस्तो 2-3 मिनटसम्म भइरह्यो। त्यसपछि चाहिँ उताबाट रिसेप्सनिस्ट ज्यूले मलाई रिप्लाई गर्नुभयो यसरी। नमस्कार, नासा सिक्युरिटिजबाट म भिमला बोल्दैछु। हजुरलाई के सहयोग गर्न सक्छु? हजुर, मेरो चाहिँ नासा एक्समा लगइन गर्न खोजेको क्लाइन्ट आइडी नट फाउन्ड भन्दा देखाएको छ, के भएको भनेर। हजुर सर, हजुरको नाम? त्यसपछि मैले उहाँलाई चाहिँ आफ्नो इस्युहरू बताइसकेपछि उताबाट पनि चाँडै नै रेस्पोन्स गर्नुभयो त्यसको सोल्युसनको बारेमा। अनि त्यसपछि हाम्रो कुराकानी सकियो। हजुरहरूलाई नि यो भिडियो हेल्पफुल रहेको छ भन्ने मेरो आशा रहेको छ र यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।